हेलो एभ्रिवान, आज चाहिँ हामीले फोटोसप बिना नै पासपोर्ट साइजको फोटो रेडी गर्छौँ। यसको लागि पहिला सुरुमा आफ्नो पीसीमा फोटो चाहिँ सेभ गर्नु पर्यो। अनि गुगल क्रोम खोलेर कटआउट प्रो टाइप गर्ने। फर्स्टमा दिएको लिङ्क ओपन गरौँ। लिङ्क खुलिसकेपछि सोल्युसनमा गएर आइडी फोटो मेकर सेलेक्ट गर्ने। थोरै तल स्क्रल गरेर यहाँ ट्राई आउट अप्सन दिन्छ। अपलोड इमेज गरिसकेपछि फोटो सेलेक्ट गर्ने। हेर्न सक्नुहुन्छ पेपर साइज रेडी हुँदैछ। यहाँबाट पनि अझै पेपर साइज चेन्ज गर्न सकिन्छ अनि ब्याकग्राउन्डको कलर पनि चेन्ज गर्न सकिन्छ। यहाँ टी सर्ट जस्तोबाट गएर आफ्नो आउटफिट चेन्ज गर्न सकिन्छ। मेन्स, वुमेन्स र चिल्ड्रेनको अप्सन देखाइएको छ। मैले एउटा ड्रेस पिक गरेँ यहाँबाट र रेडी पनि भइसक्यो। अर्को चेन्ज गरेर हेरौँ। यसरी हामीले लिमिटेड पिसहरू अप्सनमा दिएको छ। यसलाई चाहिँ चेन्ज गरेर हेर्न सकिन्छ। ल, मैले मेरो फोटोलाई ओके गरेँ। यहाँ ओरिजिनल र रिजल्ट देख्न सक्नुहुन्छ। पिएनजी र जेपीजी कस्तो चाहिन्छ अप्सन चुज गरेर क्वालिटी बढाएर अनि फोटो डाउनलोड गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।